गाइज वेलकम टु माई भ्लग। म चाहिँ हजुरहरूको काकास अनि हजुरहरू सन्चै हुनुहुन्छ होला। म सन्चै छु। आज चाहिँ दुध ल्याउन जान लागेको है, दुलघुम गरौँ भनेर। दुध ल्याउनु त सधैँ हो, मेरो ड्युटी हो यो चाहिँ। बिहान पखको ड्युटी दुध ल्याउन जाने, सधैँ गइरहनु पर्छ। डब्बा खसेछ गाइजहरू देख्न सक्नुहुन्छ। आपने लापरवाही का नतीजा डब्बा पनि भैँस यहाँ खसाखसी गर्छ। हिजोको बाटो त हिजोको हो, बाटो मुख पनि भएको छैन गाइजहरू। कौन है ये लोग, कहाँ से आते हैं? हुन्छ मुख चाहिँ यहाँ सफा छ, यो चाहिँ पानी सफा पानी हो। अस्ति मैले भनेको थिएँ हजुरहरूलाई सफा छ भनेर, यही नै पानी हो यो। Kapan tuh berarti kayak rumah gembela. Ang bata na guys terus. Kita pati dun berarti. Kita pati dun deh. तो गाइस भिडियो चाहिँ अन्तिमसम्म हेर्दिनु। यसरी बाँस पनि ठुला छन् है, बाँस ठुला छन् यतातिर। अर्कै भइरहेको छ मेरो आँखामा उठ्या भएर है। यहाँ चाहिँ परालको त्यो राखेको छ थुप्रो, देख्न सक्नुहुन्छ। उतै परालको थुप्रो हो त्यो, मतलब के भन्छन् त्यसलाई, उर्गुट्टे हो कि के भन्छन्, हो त्यही हो। गुट्टे हो कि खर के भन्छन् त्यही हो होइन। एउटा भिडियो मैले बनाएको थिएँ, त्यसमा थम्बनेल पनि बनाएको थिएँ मैले। थम्बनेल चाहिँ हाल्नै मिलेन क्या, भने हाल्नै मिलेन। अनि त्यसमा मैले नम्बर गराउनु त्यो चाहिँ भन्दै हुँदैन, त्यो गर्नु पर्ला त है, गर्नु पर्ला। अनि थम्बनेल राम्रो बनाएको थियो, अनि त्यो हाल्नै मिलिरहेको छैन त। अनि यो गाइजहरू यो चाहिँ पाकेपछि एकदम मिठो लाग्छ है मलाई। यो चाहिँ बच्चामा खुब खान्थेँ, अहिले घरि खान छोडेको छु। पाकेपछि राम्रो लाग्छ। हो गाइस, म चाहिँ दुध ल्याउने घरमा आइपुग्न लागिसक्यो। दुध ल्याउने घरमा दोकान पनि छ, आइपुग्न लागिसकेको छु। यो चाहिँ आँपको बुट्टा हो, देख्न सक्नुहुन्छ, सानो छ। आँपको बुट्टा त हाम्रो घर पनि छ, तर फलेको छैन, फल्दैन। अब त्यहाँ चाहिँ दुध ल्याउने घरको अङ्कल हुनुहुन्छ, ऊ लगेर अगाडि चाहिँ जान लानु भएको छ। कहाँ लानु भएको छैन है। म चाहिँ दुध लिएर आइसकेको छु, देख्न सक्नुहुन्छ हजुरहरूले पनि। देख्न सक्नुहुन्छ दुध अब यसलाई गोजीमा राख्ने हो, सक्नुहुन्छ। गोजीमा हालेको छु। चप्पल चाहिँ मेरो खतरा छ क्या हजुर, हात्ती हो हात्ती। चप्पल देख्नुभयो नि मेरो कस्तो खतरा छ होइन। यस्तै लाउनुपर्छ गाउँ घरतिर, के हुँदैन। गाउँमा लाउने भनेको यस्तै हो, हजुरहरूले पनि यस्तै लाउनु पर्ला, के हुँदैन। चाहिँ अब सबै भने गर्नु पऱ्यो, किनभने छोटो हुन्छ। दुध लिने ठाउँ धेरै टाढा थिएन नि त, त्यसो भएर टाढा थिएन। भ्लग छोटो भएको छ।
अटोभित्र हेरिदिनु होला। त्यही भन्न चाहन्छु मैले, त्योभन्दा बढी चाहिँ भन्न चाहेदैन। ओके गाइजहरू, आजको लागि यति नै भयो। अब अर्को भ्लगमा मिलाउँला। बाई बाई।